जब भिडियो गर्छु मेसेज आउँछ कि फोन आउँछ यार। विराट कता गयो? मैले भनेको त्यहाँ पनि आउनु थाल्यो। त्यही भएर म भिडियो गर्दिनँ, हतपत ढिलो गर्छु क्या। नामकरण गरेको अनुष्का शर्मा खोज्दै छ। त्यसको छेउमा त सानो छ नि त्यो। हैन त्यो भन्दा सानो हो क्या, चढ्दिहाल्यो भने त। हैन हौ त्यो ठुलो भेट भयो हैन? भेट ए उतापट्टि देखेको त्यसले त कति माल पो हेर्छ। रोहित त्यसै मैले भन्छु त्यसलाई भाइ हाम्रो यहाँ कोलाबारीको हात्ती हेरिहाल्नु। यो 50वटाको हन्जामा अहिले फिलहाल चाहिँ 30वटा जस्तो। तपाईँ अलिक सानो हो यहाँ चाहिँ फेस सीधा टान था ना, वो घूम गया। त्यो चाहिँ इन्डो नेपाल हो। यो चाहिँ मेची बोर्डरको टुरिज्म। रिपोर्टरहरू सङ्गीतहरू। ओह इधर आ गया एक। हाँ मतलब डाउट लगते थे क्या, कल भी ऐसा हुआ था। इधर हम 15 का वेट किया है, देख रहा था उधर पूरा ये झुंड उधर गंगाडी में निकल गया था। अच्छा मैट में पूरा, हम लोग रिटर्न जाते समय पूरा मैट में था ये झुंड। तो इधर कितना है? इधर ये आज उधर 15 है ना, वो इधर था कल। अच्छा तो आज ये उधर आज इधर का उधर, उधर का अभी क्या करेंगे? उधर जाके देखेंगे। थोड़ा थोड़ा करके नीचे जाएंगे, ये लोग को डिस्टर्ब हो जाएगा ना। इधर से जाने से हो जाएगा, ये लोग को भी आगे का सबको हटाएंगे, थोड़ा नीचे जाकर बैठेंगे। रुकिए ना 1-2-3 मिनट, डिस्टर्ब नहीं होगा अभी। ये थोड़ा इधर तक नहीं निकल सकते, वो नीचे जाएगा ना। जा रहा है सब आराम से। ये जो है ये आगे का छ नि हौ, क्या कम्ती छ भनेको, थुप्रो छ नि। र यहाँनेरि 10-12वटाको सायद हुनसक्छ हन्जा, र यसमा एउटा चाहिँ ठुलो तस्कर रहेछ।
यो तस्कर चाहिँ यो पर यो बिना पत्ताको रुख छ त्यसको मुनि छ भने अरू सबै यहाँनिर छ 4 वटा चाहिँ र एउटा यो झाडीमा छ 5 यहाँ सायद 2टा रहेछ 6 वटा 7 वटा चाहिँ यहीँ अगाडि नै देखिरहेछ फ्रेममै र हामीभन्दा केही दूरीमा छ यो चाहिँ लगभग 150-200 मिटरको फरकमा छ त्यसले गर्दा त्यहीमा चाहिँ अलिक झाडी भएकोले गर्दा साह्रै हात्तीहरू अग्लो पनि छैन त्यसले गर्दा कम्ती मात्रा ढाडमा चाहिँ प्रायः देखिन्छ खुल्ला ठाउँमा निस्क्यो भने क्लियर पाउँछ तर अहिले यो तलको रुखको साइडमा निस्किन थाल्यो भने चाहिँ देखिहाल्छ हात्तीलाई यसको अहिले फिलहाल यो सिङ्गल होइन यो हन्जाको एउटा ठुलो सिङ्गल भएर बसिरहेछ त्यो ठुलो दाहा रहेछ त्यसको चाहिँ एकदमै ठुलो दाराहरू भएकोले गर्दा हन्जामा एउटा बडीगार्ड त्यो चाहिँ अब यहाँ चाहिँ अलिक खाली जग्गामा निस्किँदैछ त्यसले गर्दा अलिक यहाँ चाहिँ क्लियर देख्न सक्छ हात्ती कतिवटा छ भनेर फिलहाल त यहाँ एउटा निस्किँदैछ यो एउटा भइहाल्यो अर्को सेकेन्डमा पनि आउँदैछ 2टा भयो मदेखि केही 200 मिटरको अन्तरमा छ तर अलिकति यहाँ म डिस्टर्ब हुनसक्छ यसलाई किनकि यो अगाडि आएर यो जुन देख्दैछ हरियाली घाँसहरू यही खानु आउनसक्छ यो त्यसले गर्दा म अलिकति साइड गरेर बस्नुपर्ने भएको जस्तो छ यहाँ चाहिँ फिलहालको लागि 2टा मात्रै पास भइसक्यो यहाँबाट अरू त झर्दैछ ओह्रालै अहिलेखेरि यो यहाँनिर फ्रेममा 4टा 5 वटा चाहिँ हात्ती देखिरहेछ यो हात्ती आज 2-3 भागमा भएकोले गर्दाखेरि एकदमै कम्ती भएर बसिरहेछ किनकि यहाँनिर अहिले फिलहालमा 6 वटा देखिरहेछ भनेपछि तल 5 वटा थियो उतापट्टि पल्लोपट्टि